छ ए दुर्गा प्रसाद दुर्गा प्रसाद अनि किन आएको त अनि राजालाई सपोर्ट गर्न आएको नि त यहाँ चियाखान बोलाउने हो कि त्यसलाई एकछिन ओ यतै बोलाउनु पर्छ चियाखान त्यो होटल प्याक हुन्छ फेरि किन गर्ने रहेछ तँलाई त टाइम झाप्टो गर्नु पर्छ त गायब हुन्छ होला भिडभाडमा आमा विशालै छ है देखिदिएँ म भागेर आएको त त्यो अहिले एकछिनमा न्युजमा देखिन पाउँछ हेर त मान्छेको सागर वहाँ ऊ समय छ क्या गौशालासम्म पुगिसक्यो अरे मान्छे हो ऊ दुर्गा प्रसाई पनि सपोर्ट गर्न आएको नि त ऊ दुर्गा प्रसाई सेतो कपडा लगाएको ऊ पछाडि चाहिँ को आयो खोइ त्यो भन्दा राजा चाहिँ कुन चाहिँ मान्छे राजा त अन्नाएर हिँडेर कहाँ तल प्लेनबाट आइरहेछ त हो त अनि ओ ज्ञानेन्द्र साई भन्ने मान्छे नि देखियो है आउँदैछ त हो र धेरै मान्छे ए ज्ञानेन्द्र साई पनि आएको क्या है यहाँनिर छ है ज्ञानेन्द्र साई पनि देखियो देखियो खोइ यो ऊ त ऊ त्यो टोपी लाउने ऊ छ नि हो त्यो ज्ञानेन्द्र साई त नि हो र ए त्यति सेतो अँ, कहाँनिर ज्ञानेर साई भने पनि ज्ञानेन्द्र साई बिचको भन्नु त्यसो हो नि चस्मा लाउने कि त्यो त- होइन यो त होइन त हो उता सेतो टोपी लाउने कि उता सेतो टोपी लाउने हो, होइन सेतो त्यो टोपी। त्यत्रो सानो त छैन हो त्यो सेतो टोपी लाउने अग्लो ऊ त्यो सेतो टोपी लाउने त्यो पछाडि बसेर त्यो झन्डा ल्याएछ नि चाहिँ गरेर सही हो कि सेतो टोपी लाउने हामी नपढ्ने साइन्समा ल ल राजा आऊ देश बचाऊ भन्ने अभियान चलाएको छ है नेपालमा मान्छेको आवाको मान्छे यताबाट मात्र कि उता पनि त्यत्तिकै छ कि होइन जुलुस त कति रिस दिएर उयो चाहिँ आएन केपी बाबु केपी त अनि डरले चन्द्रपथबाट पनि आइरहेछ केपी त लुकिरह होला नि होइन केपीको होइन अम्मा झन् एयरपोर्टमा हेर्नु न बाफ्रे बाफ यति धेरै त कमिला नि हुँदैन आम्मा, कस्तो जस्तो गरिदियो ए क्यापुचिनो एकछिन न गेस्ट पनि बाहिर आइरहेको छ गेसै बाहिर छ त अनि के क्यापेसिटी भने 10,000 बनाइदियो आयो हाम एकछिन न यहाँ बस्न एकछिन रमाइलो भइरहेको छ धेरै मान्छे देखियो त एकछिन न अब त्यहाँ गाडीमा को आयो हेर्नु परेन अनि त्यो को आयो त्यो चाहिँ को हो त्यो ऊ त्यो सेतो लगाएको ज्ञानेन्द्र साई हो सेतो लगाएको त्यो टोपी टोपी लगाएको लगाएको हो त्यो ऊ त्यहाँ अगाडि हो कि अगाडि ज्ञानेन्द्र साई गाडीमा हो उतापट्टि नि के अरे के भन्ने हुन्छ अरे प्रचण्ड अनि के अरे होइन प्रचण्डहरू छैन कि यसमा होइन